तिमीले हाम्रो बालहनी ड्राइभिङ ट्रेनिङ स्कुलमा सिकेर चाहिँ लाइसेन्स निकालेको होइन? हो। अनि अहिले चाहिँ हामी अब बाटोमा ट्राई गरिरहेको छौँ है। अब हामीले हाम्रो भित्र ड्राइभिङ सेन्टरको फिल्डमा सिकेर लाइसेन्स चाहिँ निकाल्यौँ। त्यसपछि हामी अहिले बाटोमा प्र्याक्टिस गरिरहेछौँ। हाम्रो यो धोबी खोलाको कोरिडोरमा हामी गियर चेन्ज गर्न सिक्दैछौँ। के कसो नानी होइन त? हो नि, गियर चेन्ज गर्न सिक्दैछौँ। 1 नम्बरदेखि 2 नम्बर, 2 नम्बरदेखि 3 नम्बर गियर चेन्ज गर्नुपर्छ र कन्फिडेन्स पनि बढ्छ बाटोमा चलाएर हिँडिसकेपछि। कस्तो लागिरहेछ तिमीलाई बाटोमा चलाउनलाई? रमाइलो लागिरहेछ, राम्रो पनि भइरहेछ है। आखिरी भित्र मात्र सिकेर त गाडी चलाउन सकिँदो रहेछ नि है। कन्फिडेन्स बिल्डअप त्यसको लागि हामीलाई बाहिर पनि जरुरी छ है। मेन त बाहिरै हो नि है। गाडी चलाएर हिँड्नलाई त एकदम बाहिर सिक्नुपर्छ है। ल हस् त साथीहरू, यहाँहरू पनि हाम्रो यस बालहनी ड्राइभिङ ट्रेनिङ स्कुलमा सिक्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला। हस् त, नमस्कार, धन्यवाद। के कसो नानी?